जिन्दगीमा केही यात्रा यस्ता हुन्छन् जुन गन्तव्यमा पुगेर सकिँदैन, बरु सम्झनाको एउटा सुन्दर अध्याय बनेर मनभित्र बसिरहन्छ। आजको यात्रा पनि त्यस्तै एउटा कथा हो काठमाडौँको भिडभाडबाट सुरु भएर वर्षासँगै खेल्दै, हरियालीसँग रमाउँदै, साथीभाइको हाँसो, राजनीतिक बहस, फोक, थकान र अनगिन्ती यादहरू बोकेर हेटौडासम्म आइपुगेको एउटा यात्राको। नमस्कार साथीहरू, म अहिले काठमाडौँको बल्खुममा छु। आज हामी फर्पिङको बाटो हुँदै हेटौडा जाने तयारीमा छौँ। मौसम अलिक धमिलो छ, आकाशका बादलहरू जम्मा भइरहेका छन्, तर यात्रा भने कोही योजना अनुसार कहाँ चल्छ र? यात्राको सबैभन्दा सुन्दर कुरा नै अप्रत्याशित क्षणहरू हुन्। गाडी अगाडि बढ्यो, हामी सबै आफ्नो सिटमा बस्यौँ। कसैले मोबाइल चलाइरहेको, कसैले बाहिरको दृश्य हेर्दै गरेको, कसैले चुटकिला सुनाउन थालेको। केही समय नबित्दै अचानक आकाश गर्जियो, झमझम पानी पर्न थाल्यो। साथीहरू, त्यो क्षण सत्य शब्दमा वर्णन गर्न गाह्रो छ। सिसामाथि परिरहेको पानीको थोपा, वाइपरको आवाज, बाहिर धुम्म वातावरण र हामीभित्र एउटा छुट्टै उत्साह। कहिलेकाहीँ पानीले बाटो बिगार्छ र आजको यो पानीले हाम्रो यात्रालाई सुन्दर बनाइदियो। पानी पर्दै थियो, गाडी दौडिरहेको थियो, हामी पनि आफ्नै दुनियाँमा रमाइरहेका थियौँ। अनि सुरु भयो हाम्रो प्रसिद्ध नेपाली विषय, राजनीति। एकजना भन्थे देश यस्तो हुनुपर्छ, अर्को भन्थे यस्तो हुनुपर्छ। कसैले नेता बदल्नुपर्छ भनिरहेका थिए, कसैले सिस्टम बदल्नुपर्छ भनिरहेका थिए। बहस यति रोचक भयो कि केही बेरका लागि हामीले बाहिरको पानी नै बिर्स्यौँ। तर अचानक गाडीको झ्यालबाट बाहिर हेर्दा देखिएको दृश्यले हामी सबैलाई चुप बनाइदियो। साथीहरू, नेपाल साँच्चै स्वर्ग रहेछ। वर्षाले नुहाएका हरिया पहाडहरू, कुहिरोले छुपिएका डाँडाहरू, बादलले चुमेका जङ्गलहरू। यस्तो लागिरहेको थियो मानव प्रकृतिले आज हाम्रो लागि विशेष कार्यक्रम नै आयोजना गरेको छ। एउटा मोड कट्यो, अर्को मोडमा झन् सुन्दर दृश्य हाम्रो प्रतीक्षामा थियो। यात्रा अगाडि बढ्दै गयो। बाटोमा देखिएका साना झरनाहरू, पहाडको काखमा टाँसिएका घरहरू, खेतीबारी र उलिएका खोलाहरूले मलाई बारम्बार एउटै कुरा सम्झाइरहेको थियो, हामी कति सुन्दर देशमा जन्मिएका छौँ है। अनि अचानक हाम्रो नजर एउटा खोलातिर गयो। वर्षाले गर्दा खोला निकै बढेको थियो। पानीको बहाव यति तीव्र थियो कि केही क्षणमा हामी सबै स्तब्ध भयौँ। त्यसको आवाज, त्यसको शक्ति र त्यसको सुन्दरताले हामीलाई त्यहीँ रोक्न बाध्य बनायो। हामीले त्यो दृश्य क्यामेरामा कैद गऱ्यौँ, किनकि केही क्षणहरू केवल आँखाले हेर्नको लागि मात्र होइन, सम्झनामा सधैँको लागि राख्न पनि जरुरी हुन्छ। यात्रा जारी थियो, तर पेटले भने बिस्तारै आफ्नो आवाज निकाल्न थालेको थियो। आखिर नेपालीको सबैभन्दा ठुलो समस्या राजनीति होइन, भोक हो। अनि हामी पुग्यौँ देउराली। देउराली पुग्दा पानी अझै हल्का परिरहेको थियो। मौसम चिसो वरिपरि हरियाली, बादलहरू एकदम नजिक र पेटमा मुसा कुदिरहेको थियो। हामीले गाडीलाई चार्जमा लगायौँ, किनकि इभी गाडी पनि आखिर हामी जस्तै थाक्नै रहेछ, जसलाई केही बेर आराम र ऊर्जा चाहिँदो रहेछ। गाडी चार्जमा लाग्यो, हामी खाजाको खोजीमा लाग्यौँ। त्यहाँ तातो चिया, तातो खाजा र चिसो मौसमको सङ्गमले छुट्टै आनन्द दिइरहेको थियो। कसैले भन्यो, यस्तो मौसममा 2 प्लेट थप मोमो खान पाए त जिन्दगी सफल हुन्थ्यो। अर्कोले भन्यो, गाडीलाई चार्ज चाहियो, मलाई त झन् डबल चार्ज चाहिएको छ। त्यो क्षण साँच्चै रमाइलो थियो। हामी सबै हाँसिरहेका थियौँ। यात्राको थकान केही बेरको लागि हराएको थियो। चिसो मौसममा तातो चियाको एक सुपले पनि कति ठुलो खुसी दिन्छ भन्ने कुरा त्यही दिन महसुस भयो। देउरालीको त्यो सानो विश्रामले हामीलाई केवल ऊर्जा मात्र दिएन, एउटा सुन्दर याद पनि दियो। कहिलेकाहीँ यात्राको सबैभन्दा रमाइलो भाग गन्तव्य होइन, बाटोमा रोकिएको बिताएका सबै साना क्षणहरू हुँदो रहेछ। खाजा सकियो, गाडी पनि फेरि नयाँ जोसका साथ चार्ज भएर तयार भयो। हामी फेरि यात्रामा निस्क्यौँ। बाहिर पानी कहिले रोकिन्थ्यो, कहिले फेरि सुरु हुन्थ्यो, तर हाम्रो उत्साह भने झन् बढ्दै गइरहेको थियो। त्यसपछि मैले झ्याल बाहिर हेरेँ। कुहिरोभित्र हराएका पहाडहरू, बगिएका खोलाहरू र त्यो निरन्तरताको वर्षाले मलाई एकदम भावुक बनायो। एकछिन मनमा आयो, जिन्दगी पनि यस्तै रहेछ, कहिले उज्यालो, कहिले अँध्यारो, कहिले हाँसो अनि कहिले आँसु, कहिले भेट, कहिले बिछोड, तर यात्रा भने रोकिँदैन, हामीलाई अघि बढिरहनै पर्छ। आजको यात्राले मलाई फेरि सम्झायो कि हामी धेरैजसो जीवनको गन्तव्यको पछि दौडिरहेका हुन्छौँ, तर वास्तविक खुसी त बाटोमा लुकेको हुन्छ। साथीभाइसँगको हाँसोमा, झमझम परेको पानीमा, चिसो मौसममा पिएको चियामा, अचानक देखिएका सुन्दर दृश्यमा र कुनै कारण बिना आएको मुस्कानमा। अन्ततः हामी हेटौडा आइपुग्यौँ। गन्तव्यमा पुग्दा खुसी त थियौँ, तर मनको एउटा भाग अझै देउरालीको त्यो चिसो पसलमै थियो। अर्को भाग त्यो बढेको खोलाको किनारमा थियो।
र अनि अर्को भाग त्यो झमझम परेको वर्षामा हराइरहेको थियो। साथीहरू, यदि तपाईँको जीवन धेरै व्यस्त भएको छ भने केही समय निकाल्नुहोस्, यात्रा गर्नुहोस्, किनकि पैसा कमाएर मात्र धनी भइँदैन। यस्ता यादहरू सङ्कलन गरेर पनि मानिस धनी बन्न सकिन्छ। आजको यात्रा यही सकिन्छ, तर यस्तो सम्झना कहिल्यै सकिने छैन। यदि तपाईँलाई यो यात्रा मन पर्यो भने भिडियोलाई लाइक कमेन्ट गरेर भन्नुहोस् तपाईँको जीवनमा सबैभन्दा यादगार वर्षायामको यात्रा कुन थियो। फेरि अर्को नयाँ यात्रा, नयाँ कथा र नयाँ सम्झनामा भेटौँला। तबसम्मका लागि मुस्काइरहनुहोस्, यात्रा गरिरहनुहोस् र जिन्दगीलाई खुल्ला मनले बाँचिरहनुहोस्। नमस्कार, यो मेरो तेस्रो ब्लग हो। सबैजनाले माया गरिदिनु होला। धन्यवाद।